हेलो विकास सर। हेलो। ल्याउनु न सर एउटा गफ गरौँ। भन न। अहिले चाहिँ नेपाली बजारमा दिनानुदिन मोबाइल ल्यापटपहरूका प्राइस बढिरहेका छन् होइन। एक्चुअली त यो टाइम भनेको घट्ने हो, तपाईँलाई पनि थाहा छ होइन। 1 वर्ष भइसकेका छन् प्रायः फोनहरू आएका होइन, यो टाइममा घट्नुपर्ने हो। तर हिजो मात्रै पनि रेडमी ब्रान्डका फोनहरूमा लगभग 3,000सम्मको प्राइस बढ्यो। यो अहिले दिनानुदिन सबै ब्रान्डका मोबाइलका प्राइसहरू बढ्दाखेरि चाहिँ यो तपाईँको व्यवसायमा अथवा नेपाली बजारमा चाहिँ कस्तो असर गरिरहेको छ? अहिले प्राइस बढ्दाखेरि त व्यापार त हल्का स्लो चाहिँ भएको छ होइन। तर अब प्राइस बढ्नुको पनि आफ्नै कारण छ, रिजन छ। र कतिपय डिलरहरूले चाहिँ मौकाको फाइदा पनि उठाएका छन् होइन। यो चाहिँ एउटा ट्रिकी गेम पनि हो। जस्तै कुनै पनि मोडल चाहिँ आउट भइसकेको छ र नयाँ मोडल आएको छ भने पुरानो मोडलको रेट हत्तै बढाएर देखाउने, त्यो सामान चाहिँ मार्केटमा एभाइलेबल नहुने, यो एउटा ट्रिकी गेम पनि हो। र कुनै प्रडक्टहरूको प्राइस वास्तवमै बढेको छ, जुन चाहिँ इन्टरनेसनल मार्केटमा पनि बढेको छ र नेपाली बजारमा पनि बढेको छ भने कुनै कुनै प्रडक्टहरूको प्राइस चाहिँ नेपाली बजारमा मात्रै बढ्ने तर विदेशी बजारमा चाहिँ नबढ्ने कि त्यस्तो पनि छ। यसले त अब असर पार्ने भनेको चाहिँ डाइरेक्टली इफेक्ट पार्ने भनेको हामी रिटेलर अनि कस्टमरलाई नै हो होइन। तर अब धेरै छैन, अब यही 1 महिनाभरि मात्रै, यो 1 महिना पछाडि फेरि यो प्राइस बढ्ने भन्ने चाहिँ हुँदैन। किनभने अलरेडी चिपसेटको बढ्दो रेट को एउटा मापदण्ड तय भइसकेको छ। अब कतिमा चिपसेट बेच्ने, कतिमा दिने भन्ने कुरा कन्फर्म भइसकेको छ। अब कतिपय डिस्ट्रिब्युटरहरूले गेम खेलिरहेछन् भने कतिपय चाहिँ रियल मार्केटमै प्राइस अपडेट भएकोले गर्दाखेरि चाहिँ उनीहरूले प्राइस बढाइरहेछन्। तर अब जो जेठको 15-20सम्ममा चाहिँ यो सबै सकिन्छ र एउटा स्टेबल प्राइस चाहिँ आउँछ। हामीहरूलाई पनि यति चाहिएको छ, एउटा मार्केटमा चाहिँ स्टेबल प्राइस आओस् भन्ने चाहिँ भइरहेको छ कि। स्टेबल प्राइस नै आउँछ अब। थ्याङ्क यू सो मच।